हेलो गाइज गुड मर्निङ सबैजनालाई र स्वागत छ तपाईँहरूलाई मेरो च्यानलमा वेलकम ब्याक टु माई च्यानल होइन। आज चाहिँ म कति 3:30 बजीतिर उठेको थियौँ रातिको बिहान 3:30 बजीतिर। अनि अहिले चाहिँ ठ्याक्कै 4 बजिरहेको घर त छैन। म तपाईँहरूलाई मोबाइलमा देखाइदिनु तर कसरी देखाउने होइन। म ड्युटी गइरहेको छु। अहिले चाहिँ 4:30 पनि भएन, भर्खर 4 बजे हो, 4:10 जति भएको होला। हामी चाहिँ अब हाम्रो सबै गाउँको मान्छेहरू जहाँ पिकनिक जान निस्केको यताउतातिर खै कुन ठाउँमा भन्थ्यो म थाहा भएन। सबैजना गइसकेको छ, म मात्र अब घरतिर एउटा साथीले पर्खेको आउँछ। त्यो साथी आएपछि भन्छ जाने भनेको लुगासुगा लाएर निस्किरहँ। पहिले यात्रा कस्तो हुने थाहा छैन तर आई होप कि रमाइलो हुन्छ होला होइन। सबैजना गइरहेको छन्। म चाहिँ गाउँको दिदीहरूसँग भाउजूहरूसँग जान लाग्यो, कुनै केटाकेटीहरूसँग मिलेर जान लाग्यो भने कुनै केटाकेटीहरू छैनन् गाउँमा। गाउँ भनेको अब गाउँको बुढाबुढीहरूसँग मामा माइजूहरूसँग भाउजू दिदी बहिनीहरूसँग मात्रै जाने छैन अरू। म पनि अब रेडी भएर निस्किसकेको होइन। अब चाहिँ बाटोतिर गाडीहरू भेटाउन चाहिँ छैन। अहिले पछि भेटाउँला, उतै गएपछि भेटाउँला है त। एकछिन वेट गर्नु होला। हाम्रो गाडी आइसक्यो यहीँ तल बाटोमा आइसक्यो। हाम्रो साथी भने आएन, गएछ 10 मिनट भइसक्यो कुरेको मैले। केटाहरू भनेको त्यो साथी त म मात्र हो कि, मतलब कि अलिक यङ मान्छेहरू भनेको अरू चाहिँ सब ओल्ड नै छ होइन। त्यति पनि एउटा होइन, सबै बिहे भएको मान्छेहरू मात्र छन् गाउँघरको। गाउँको त कोही छैन केटीहरू त। केटाहरू हामी त त्यत्तिकै एक्सपिरियन्स लिनलाई निस्केको क्या हामी त्यत्तिकै। म त फेरि दिदीहरूले जाउँ भनेर जाउँ भन्थ्यो, पैसा हालिदिनु भन्थ्यो, त्यो भएर निस्केको म त। हेलो बल्ल मेरो साथीहरू आइसकेछ बल्ल म 20 मिनट जति पुग्यो होला। अनि मेरो साथी एकदम एकदम क्लोज जान्थ्यो साथी होइन भान्जा नै भनौँ गाउँघरको साइनो भान्जा। हाम्रो चाहिँ मामा भान्जा पर्छ तर हामी चाहिँ जिगिरी नै भनौँ, साथीहरू भनौँ। यो बाटो देखेको छैन थट अँध्यारो छ यार। बत्तीमा लाउनु हाम्रो एकजना साथी अगाडि सक्यो अनि त्यो पालो के छ भन्दा लास्ट लजाउनु सक्यो त्यो म्यासलाई। फ्ल्यासलाइट बनाउनु हल्का गोरो देखिनु पऱ्यो हामी पनि। एकदम गोरो देखिन्छ पर्छ, एकदम गोरो देखिन्छ। हाम्रो गाडी चाहिँ माथि गएर बसिसकेको छ, टर्न लिएर बसेछ। अब जाने भन्नु रेडीमा। त्यो दाउरा नबोकेको हो पाँच दाउरा बोक न, म पनि लिने होला। दाउरा ले अब दाउरा बोक्नै पर्छ। उता गएर अब कसरी ग्यास दिँदाखेरि अब उता ल दाउरा भन्दा कसरी दिन्न। हामी आफै गएर ढुङ्गा माटो बाल्नु भएन। हामी आफै चाहिँ गाउँबाट के छ सबै सामानहरू लिएर जानुपर्छ। गाडी चाहिँ अगाडि गइसकेको छ। कोही आयो मलाई यति बोमिट गर्छ भगवान्। उनीहरूलाई देखेर उल्टै हामीलाई पनि बोमिट आउनु जस्तो भइरहेको फिल भइरहेको। यस्तै हो क्या अब पिकनिक भन्ने कुरा। कोही बाटो केही देख्छ नै ल अब उतातिर गएर भेटाउनु गाडी छैन। अलिक गाडी पाएर र गाडीमा छन्, गाडीमा गएर एकछिन लागि स्टप गर्छु म। हाम्रो मित्र साथीहरू हाल्नु त के हो यता ल्याउनु त लौ त लिएर जाने अब लुटु ख 4474 रहेछ कि गाडी नम्बर। यो कुरा अगाडि लिएर जान्दैन कि यो भान्जा यता यो सम्म त्यसम्म त उता अगाडि उता यस्तो सामान बोकाइदिनु कता हो यहाँ हो कता हो यहीँ त होला। फुल प्याक भएको छ कसले हामी कहाँ बस्ने हो। पाङ्गाराम बसेर जाने कि हो केटा त पाङ्गाराम बसेर जानुपर्छ के हो।
नागा खुलाले अगाडि अगाडि थट ए हामी जता मिल्छ त्यता बस्छ खानु छ कि छैन हौ खुसी के चल्ने पछाडि ठाउँ छ ओ भान्जा खोइ कहाँ गयो आउन गाडी पनि कति ठुलो हो र गली पनि कति सानो हो यस्तो ठाउँमा बस्नु पनि भएको यो गाडीको त यहाँ यो गलीको कति सानो यस्तो बिजोग नि हुने रहेछ फेरि के कसरी के गाइस रेनाकोट सु गरेको 10 रुपियाँ लङ गरेको 20 रुपियाँ मल त 10 रुपियाँ तिरिसक्यो म त गइसकेँ उता खान्छ यता होइन उता साइड खाली जाउँ न उता पछाडि कि जेन्ट्सहरू उता फुलाले पैसा लामा गाएँ ना 10 रुपियाँ तिर्न नसकेको 10 रुपियाँ जहाँ म तिरेँ खुला नमसँग खुला नगर अरूसँग मागेर तिरेँ बिल गरेर थाहा गाइजहरू यस्तो 10 रुपिस क्युआर गर्दा त मिल्छ मिल्दैन मिल्छ क्युआर त म क्युआर कोड पाइदिन्छु कोमलले क्युआर पठाइदिनु मलाई आपत परे खुला न के कुरा हुँदैछ यहाँ सिक्रेटमा ल अब फाइनल हिसाब के सबै भएर अब निस्किसकेको हामी चाहिँ अब कतातिर हुन्छ थाहा छैन खुला पैसा नभएर भिख माग्नु पर्ने भएको छ कोसँग खुला पैसा पनि बोक्नु पर्ने केटाउटी फाइनल गाइज कसरी क्युआर गर्नु थियो त्यसैले मैले सहयोग पाएँ कति रुपियाँ पाएर 20 रुपिस ओन्ली 20 रुपिस भन्नु तपाईँले नाम भन्नु हजुर होइन हजुर पछि कि म त पछाडि तपाईँ सिधै बस्ने जानु न पछाडि जाने को हो र ल जाऊँ ल चलो तिमी पनि अगाडि त्यसरी पछाडिको झकझक गरेको बोल्यो
तिमीले बोङ्गन गरे हो मलाई पनि दियो न के खानेकुरा त्यही हातमा दियो त के यो बच्चा दियो मलाई यो सबैजना आउनेले हात उठाउ ल हामी त अब कता कता आइपुग्यौँ म पिसा फेर्न आएको जङ्गल जङ्गलतिर कता सबैजना पिसा फेर्न निस्क्यो कता जङ्गलमा निस्केको पिसा फेर्न जङ्गल जङ्गलतिर कता खाएको छैन नाक जम्मै लुङ्गी पनि रात अलिक लगाएको कता हो खामै खाम रुटी तरकारी खाम है छाना चिया नास्ता ल एकदम वेलकम छ एकदम ल बलिदिनु पऱ्यो नि त मामाहरू यहाँ के सकेको म्युजिक सकेको हो झरम पिकनिक स्पट आइपुगिसक्यो एक ठाउँमा गएर बसौँ है फोटो गेटो लाउनु न कार्ड सिस्टम पैसा लानु लालदा 50 रुपैयाँ काट्छन् अनि छुट्टै लान ला सेनियामा न आजकल कुटाले ओ से कोट डोन्नु छ छोरे कता हो हामी बल्ल हामी चाहिँ आइपुग्यो पिकनिक स्पटतिर अब यहाँबाट कता थाहा छैन होइन हामी ज्यालिङ्गी थियो न पिकनिक स्पटमा पुगेपछि बल्ल हामी अब ठाउँमा आइपुग्यो चोकमा कुन चोक हो यो कुन चोक हो यो कस्तो नाम कुन छ यहाँनिर पर दामी छ भाइ यतातिर त कुन चोक हो यो हामी मात्रै हो क्या उ गर्न आएको ल अब चाहिँ सामान सबै निकाल्यो सामान निकालेपछि अब कता कता जानुपर्ने हाम्रो सामान यही हो त्यो चाहिँ बवाल पिन्डी हाम्रो भित्रतिर त्यहाँ तल उयो तल उकालोमा हल्का उकालो छ त्यहाँ पेन्टिङ चाहिँ बवाल हाल्छ यस्तै यता पुरानो हो अब अरू बवाल भित्र
सामान अब अनलोड गर्दैछौँ हामी यहाँ चाहिँ अब खोइ सामान झार्दैन अब के हो सामान झार्ने भन्छ के हो निस्किनु त Finally, we reach it again. फाइनली हामी आइपुग्यो कि Finally, only English is only finally again. हामी पनि त इङ्ग्लिसमा Welcome back our new YouTube channel, right? TTK vlog. ऊ के न्यू ब्लग हो के New ब्लग न्यू भिडियो कतिवटा भिडियो बनाएको हजुर 9-10वटा त्यसो भन्दा न्यू भन्ने नयाँ भन्ने भयो कि new. ल बोल न बोल We reach in the के भन्छ यो ठाउँलाई खै यो पार गयो कुन त्यही मैले अघिदेखि नामहरू राख्छु मामा यो कुन ठाउँ हो र कसले थाहा छैन कि मुस्कान ठाउँ हो क्या मुस्कान सबले मुस्कान अब मुस्कान दिइरहेको कोही नाम सोधेको सबैले मुस्कान दिइरह मुस्कान खाने होला मेरो जुत्ताको खिच्दै कि मेरो कुचेर कस्तो ठाडो बस्दाखेरि यस्तो हालत भयो हामी धाउडेर समाजले भनेको झारेको देखाउनु पर्यो शिक्षित सामान र अनलोड गरेको अब हामी चाहिँ सामान ल उठाउनुपर्छ ल कता हो यता हो गरम सबै बस्दैछ गनाउने गरम भयो फुट्नु लाग्यो मेरो हात त एकछिन यो भिडियो नै ब्लग अन्त युट्युबको लागि यार थट यस्तो नि हुने रहेछ यार फाइनली आइपुग्यो हामी पिकनिक स्पटतिर दामी ठाउँहरू त कता ए साइड फोन झार्किन नयाँ अहिले पुग्छ हामी मर्किया खाना म अगाडि कता हो तानागोले खाली छिटो भान्जा दौड कता हो रेस्ट्रिक्टिभ जस्तो क्या एकछिन आइपुग्यो बल्लरले छत आज हो अझै त अरे आज आइपुग्नु भएन क्या कता हो सुल्टी चोक्तिर यो पकाउने ठाउँ आइपुग्यो बोल्दा थकेर आयो
के एकछिन अल्टिन्छु नि म गाह्रो छ मलाई ल बल्ल बल्ल आइपुग्यो हामी काम पिकनिक स्पोटमा अब चाहिँ हात साथ धोएर निर चाहिँ धुने सकेला कोही नरहेछ हामी फर्स्ट रहेछ के हामी नै हो क्या यहाँको फर्स्ट आज हामी मात्रै होला सायद हामी मात्रै भयो भने मकै आउँदैन एकमा त हो तल पानी अलि जानु पर्ने ठिकै ठाउँमा ल्याइदिनु पर्यो यहाँ चाहिँ खाने पानी र शौचालय चाहिँ पोइन्ट चाहिँ नजिकै छ कि ल मामा वेलकम छ तपाईँलाई नमस्कार गर्नु न गुड डे क्या नमस्कार भेरी नाइस भेरी नाइस A few moments later. गाइस हामी चाहिँ अब त पिकनिक स्पोटबाट बाहिर निस्केको घुम्नलाई यहाँ चाहिँ अब के पिङहरू रहेछ न चोत्त भान्जा यसको बारेमा नमस्ते एक्सप्लेन हानिदिउँ न नमस्ते सबैजनालाई म यहाँ फर्स्ट टाइम आएको मलाई पनि थाहा छैन म पनि घुम्छु हजुरलाई सुनाउँछु अनि यति भन्दै मेरो शब्दहरू टुङ्ग्याउन चाहन्छु छोटो मिठो इन्ट्रो हो क्या ल यहाँ रहेछ वेलकम स्वागतम छ तपाईँहरूलाई स्वागतम हामी चाहिँ अब चर्को खाएर आएको जति ल अब हामी चाहिँ चर्को खाएर अब फेरि उतै जान्छ होला खै के बनाउनु र सही छैन आउनु ल अब हामी चाहिँ यहाँ चटपट बनाउनु लाग्यो चटपट खानु लाग्यो हाम्रो पानीपुरी र चटपटी पसल यहाँ पाइन्छ भनेर मामा ए 12 seconds later. के खान कहाँ जम्पिङ ल हामी चाहिँ अब चटपट खाएर निस्केको अब उतातिर हाम्रो स्पोर्टतिर पिकनिक स्पोर्टतिर मेरो करिबीको साथ चाहिँ यही छ के पछि गन्न कालो चस्मा आउ भन्छ पिराती लाउने आउ भन्छ मैले तिमीलाई रोजेको तिमीले कसलाई खोजेको अनि त्यहाँदेखि आउँदैन त्यहाँदेखि आउँदैन ल इन द इन्डिज बेटर फर मी यहाँ चाहिँ लास्ट एकदम एकदम यता जाने र द्याट इज बेटर फर यु हो त्यो म त हाम्रो नजिम भनेर खोज्नु सक्यो कता ए उता फोटो खिच्नु पानी टिका लाग्दैन सबले कुन त फोटो खिचेर हिँड्ने धेरै अरूले के भन्छ त्यहाँ मान्छेले कति फोटो खिच्यो कि बेजिती भन्छ जानु राम्रो गरिदिनु Many months later. चाय बोलो चाय हामी आएको अब चिया खाने होला गाडमै गरम चाय बिस्कुट पनि आयो एउटा टेस्टी मैले अघि देखाइसक्यो के भन्नुभएको फेरि भन्नु त यता हेर्नु कतिको सेतो देखिन्छ चाय आफू मसाले फोटो खिच्ने कहाँ
कता र भएको यहाँ हाम्रो नानी बाबु दिमाग खराब गरेर कता छ के अरे एनिमल्सहरू छ अरे हेर्न जान लाग्यो मेरो यिनीहरू सँगसँगै जान लाग्यो म पनि मेरो कहाँ भएको एक अन्डा ए नै त नुन दुम्सीको अन्डा त्यतिकै स्टेचुलाई तिमीलाई एनिमल्स भन्ने खायो क्या स्टेचुलाई स्ट्याचु हो कि के हो ल यता अस्तिले घुम्नु ठाउँ चाहिँ मैले खाएको थिइनँ म चाहिँ फर्स्ट टाइम हेर्नु पनि मैले थाहा छैन बच्चाहरू चाहिँ डुलिसकेर छ भन्दा चाहिँ मलाई पनि जमजम बच्चाहरूसँग हात आएर गरेँ कहाँ हो जाने बाटो अरू चाहिँ सबै कामतिर लागिरहेछ हामी चाहिँ कामतिर नानी बाबुहरू छ ल बाँदर पनि छ अरे कछुवा छ अरे यो त अब मूर्ति त यो रियल हो यो चाहिँ रियल क्रोकोडाइल त यस्तो हुन्छ यहाँ चाहिँ रियल क्रोकोडाइल तपाईँले देख्नुभयो होला रियल क्रोकोडाइल मैले त स्ट्याचु मानिरहेको त्यतिकै बनाएर राखेको जस्तो लाग्यो यहाँ कुनामा सोधिरह गोही खोइ ए यहाँ कछुवा पनि रहेछ फेरि पानीवाला कछुवा हो यो सानो सानो रहेछ कछुवा साग खान्छ कि कछुवा बाँदर देख्छ हामी देख्नुभयो भान्जा जाउँ ल उता यहाँ बाँदरहरू रहेछ त्यतिकै थुनेर राखेको रहेछ कहाँ छ मयूर खोइ यो मयूर हो हो देखेकै छैन मयूर देखेर बाँदर सेतो बाँदर यहाँ छ चिता हेर्ने बाँदर एक्टिङ बाँदर अरे चितुवा देख्यो गिद्ध हो यो हामी चाहिँ अब फाइनली चिडियाखाना हो कि हो घुम्न भ्याएर हामी चाहिँ अब फेरि हाम्रो स्पोर्टतिर जाँदैछ हामी बस्नु आउँछ बच्चाहरूले यस्तो गरम यता जाम त्यता जाम भनेर गरेन जाने घुमाएर 2-3टा फोटोहरू खिचिदियो बच्चाहरूलाई अब म यो त्यहाँ डाँडामा बसिरहेको म चाहिँ मयूरको फादर पहिले पुग्ने हामी त्यो दिमाग खराब भयो ल हामी चाहिँ अब फोटोसोटो खिचेर सब के गर्न सब गरेर घुमेर सब फिनिस गरेर अब हामी चाहिँ फेरि खानतिर जानु लाग्यो त्यहाँ मैले मृग देखेँ कि एउटा हिरण हो कि मृग देखेँ त्यो एकखेर यस्तो सुमसुम्याउनु जानु पऱ्यो खिच्नु रहेको एकखेर सुन जानु पऱ्यो कस्तो रहेछ होइन मैले कहिले पनि देखेको छैन जङ्गलहरू मैले कहिले जङ्गल गएको जङ्गल देख्छु होइन ठुल्ठुलो जङ्गल गएको यहाँ सानो सानो जङ्गलमा हो साथीहरू छुटेछ अनि म पनि सुन जानु लाग्यो हेलो व्हाट ह्यापनिङ हेलो सुन्दैछ दामी छ यसको मासु बनाएर खाए कस्तो हुन्छ होला है मासु चलेको हजुरले त्यति सराप लाग्यो यो त यस्तो दामी छ बवाल छ होइन अब ल यिनीहरूले पैसा कमाउने यहाँ यता पनि तर्नै छ त्यो तर्नै छ यता पनि तर्नै जति भएको छ यो तारले गर्दा खालि बोलर भएको भिडियो गर्दाखेरि हो तल तल सुति खानु मस्त A few moments later. खले भएर जानुपर्छ कि यार दिन मलाई खले भएर जाने कहाँको टोली हो
दुईटा गाडी जाने आज एउटा तिमी झ्यालसमा बस्छ गौरी पनि जाने हो गौरी होइन अर्को झ्यालसमा राख्छ अरू बेला गाइस अब म चाहिँ खाना लाग्यो है अब यो मेरो बात अब कति लास्टमा 11 बजे बोलाएर यतातिर सबै छन् यो चाहिँ मेरो भाग यो चाहिँ कोकरे डल्लै हो खासै खानु अब हल्का चाहिँ खानु 6.5 hours later. सुशान्त भाल्यु है खानु स्याक ला रक्सी लागेको छैन नि जुस जुस के भन्न चाहनुहुन्छ Tomorrow, day 2, day 3, day 4. ल हाम्रो नाच्यो म चाहिँ आज पुरै बसेर पुरै भिज्यो उता अब नाच्दै मान्छेहरू म पनि अब नाचेर हेराउने हो लास्टमा नाचेर डरो नाच्यो थाक्यो पनि अब बेसी रेस्ट लिएको घरमा पानी सुतेर बसेको आज डरो रमाइलो भनौँ अब केटीहरू भएन क्या त्यही भएर रमाइलो भएन होइन तर पनि त्यो रमाइलो भयो नाच्दैछ आज मान्छेहरू म पनि अब थाकेँ नाच्दै नाच्दा थाक्यो अरू ग्रुपहरू पनि छ टन्नै नाचिरहेको नाच्दै अब ग्रुप चाहिँ यही हो टन्नै नाच्दा म माथि म नाचेको म त नाच्छु अब नाच्यो बस्ने र अब चाहिँ अब घरतिर जान्छ हामी चाहिँ अब घरतिर जान्छौँ होला अब घरतिर गएर अब कतिखेर पुग्छ गएर घर चाहिँ राति पुग्छ होला अब कतिखेर अब कतिखेर निस्किने हो अब निस्किने भन्थ्यो अब कति निस्किन्छ होला अब घरतिर गएर अब फेरि नाच्यो नाइट भिडियो फेरि आउँछ होइन अब त्यही घरतिर गएर तपाईँले अब सामानहरू प्याक गर्नु भनेर सामानहरू प्याक गरेपछि अब जान्छ खाँदैछ नाच्ने मान्छेहरू ल अब हामी चाहिँ अब घरतिर निस्क्यो गाइस अब अरू नाच्यो अब होइन कोसँग भन्ने नाच्यो अब घरतिर जाने हामी थाहा छैन अब के हुन्छ लास्टै थाक्यो हो त्यस्तो ल गाइस हामी चाहिँ अब घरतिर लाग्दिएको होइन सबै थोरै गइसक्ने हामी चाहिँ लास्ट हो हाम्रो बाघमा चाहिँ अब एउटा बाल्टिन छ हाम्रो बाघमा परेको बाल्टिन हो यो घर लगेर डर यसलाई पेल्ने फेरि थाहा छैन अब कति बजी हो समथिङ बजेर ल गाइस हाम्रो अब चाहिँ हामी सबै पिकनिक सिक्नु सकेर मलाई बेइज्जत हुन्छ कि निस्केको हाम्रो मामा सिरिज दाउरा साउरा बोक्दै अब हामी यस्तै हो हाम्रो पारा अब चाहिँ अब कति जाने पुग्ने घर पुगेर पनि नाचिन्छ होइन
गाडीवालाले दिने हाल्दा दिने कि ल यो चाहिँ धर्म हुन्छ है गाडीवालाले भन्नै छ मान्छेहरू होइन म मात्रै मानेको सबैजना झाप छ यो दिन रक्सी त खाएको तर झाप किन थाकेर होला 6.5 hours later. ल भान्जा तिमी पछाडिसम्म म अगाडिसम्म ल फाइनल गाइज हामी चाहिँ अब घर आइपुग्छौँ म भन्नु चाहिँ अब घुम तलपट्टि अब रोडमा नबजाउनु नबजाउँछु हामी चाहिँ अब घर फर्किँदै घर आइपुगिसक्यो लास्ट गाह्रो तलसम्म तल चाहिँ तल तल भयो समय हो हेरौँ हामी चाहिँ फाइनल घर चाहिँ आइपुगिसक्यौँ लास्ट चाहिँ गाह्रो भएर आइपुग्यो रमाइलो भयो तर जहाँनिर आउने बेलामा चाहिँ सिट पाएन बस्नलाई 3:30 3:30 घन्टा चाहिँ म उभिरै आएँ कि त्यहाँ उता हँसाउर कि यताउना के मार्ग रे शहीद स्मारक चोक शहीद स्मारक मार्ग भन्थ्यो कि होइन कुन ठाउँको थाहासँग त्यो ठाउँदेखि नै उभिएर आइपुग्यो कति किलोमिटर छ होला 4 घन्टाको बाटो के 4 घन्टाको बाटो मात्रै टन्नै उभिएर आयो सिटै पाएन खाली बसेन खाली पाएन सिट धोको दुःख पायो खुट्टा दुखिरहेको छ मेरो साथीहरूलाई सबैले सिट पाएन मैले चाहिँ पाएन किनभने म त अब कसलाई हताएर बस्नु सबै आइमाहरू बच्चासँग बसिरहेको आइमाहरूसँग हिँड्नु त्यस्तै हो कि गाउँघरको मान्छेहरूसँग हिँडेको चाहिँ सिटै पाउनु गाह्रो हुन्छ बच्चाहरू त्यतिकै हुँदाखेरि तर नाच्यो नि फेरि गाडीमा पनि ध्यान नाच्यो म एक्लै म त बस्ने ठाउँ नभएर नाचेँ जति भए पनि त्यही हो गाह्रो भयो तर जे होस् रमाइलो भयो आजको दिन चाहिँ होइन अब यस्तो रमाइलो चाहिँ अब कहिले थाहा हुन्न फर्किन्न होला अब ल हामी चाहिँ अब हामी फाइनली हाम्रो गाउँघरमा आइपुगेको सकेका छन् एकदमै सकुशल हो कि कुशल हो पनि होइन आइपुगिसक्यो तर गाह्रो फेरि बमिट गर्ने मान्छे देखेर सहन सक्नु म फेरि होइन भन्न आँखा छिन् बमिट गर्ने देख्ने बित्तिकै आँखा छिन्न गऱ्यो साथीहरू सबै अगाडि गइसक्यो गाउँको मान्छे हामी मात्रै पछाडि बस्यो त्यतिकै पास गाह्रो अब चाहिँ एकछिन गाउँतिर के गर्छ रमाइलो गरिदिनु रमाइलो गऱ्यो भने चाहिँ नाचौँ लागेर होइन अनि भन्छ लास्टै खुट्टा दुख्छ फेरि रमाइलो गऱ्यो भने चाहिँ नाचौँ एक गीत चरम त्यसपछि सुनि जाने लास्ट थाकिसक्यो भोक पनि लागिसक्यो त्यहाँ खाना मन लाग्थ्यो आउँदा भोक लागिसक्यो अब म त त्यो दिउँसो खाइदिएँ केही खाएन क्या अब चाहिँ गुड नाइट भन्नु पर्ला अब चाहिँ गुड नाइट भन्नु पर्ला फाइनली हामी चाहिँ अब गाउँ हेलो मैले चाहिँ हिजो चाहिँ के अरे लास्टै थाकेँ म हिजो आउँदा लास्टै थाकेँ रमाइलो पनि गरेन गाउँघरतिर रमाइलो पनि गरेन अनि थाक्नु लास्टै थाक्यो के भन्छ अरे तपाईँहरू भन्थ्यो रमाइलो गर्छ यताउति याङटुङ भन्थ्यो त्यो सबै गर्नै पाएन होइन घर आउने बित्तिकै सुत्यो तर थाकेको थियो कि त्यो भएर सुत्यो अनि बिहान पनि उठ्नै सकेन टाउको दुखेर ह्याङ भइरहेको थियो अघि कति 4-5 बजीतिर बल्ल टाउको दुख्न छोडेको थियो मैले चाहिँ अब तपाईँहरूले गुड नाइट बाई बाई भन्थेन नि त होइन त्यही भएर चाहिँ भिडियो एन्डिङ गरेको थिएन त्यही भएर अब भिडियो एडिट गर्ने बेला चाहिँ मैले तपाईँहरू एन्डिङ गर्नको लागि यहाँ आइरहेको छु होइन अब चाहिँ नेक्स्ट भिडियोतिर भेटौँला यो भिडियो चाहिँ लास्टै लङ भयो क्या मैले चाहिँ के अरे पार्ट 1 पार्ट 2 गराउनु लाग्थेँ के पार्ट यस्तो भिडियो पनि के पार्ट 2 र पार्ट 1 गराउने भनेर चाहिँ मैले त्यस्तो गराएन होइन लङ भिडियो चाहिँ लास्टै लङ भयो होइन राम्रोसँग रेकर्ड पनि गर्दिनँ रेकर्ड पनि राम्रोसँग भएन त्यही भएर पनि अब भिडियो खासै इन्ट्रेस्टिङ छैन र जस्तो भए पनि तपाईँहरूले चाहिँ हेरिदिनु होला होइन सपोर्ट गरिदिनु होला भिडियो कस्तो छैन तर कमेन्टमा पनि लेखिदिनु होला कमेन्टमा तपाईँले भिडियो कस्तो लाग्यो न क्वालिटी तपाईँले क्वालिटी खोज्नुहुन्छ भने चाहिँ मेरो भिडियोबाट त्यस्तो क्वालिटी छैन किनभने मेरो कोही साथीहरूले क्वालिटी भएन भन्थ्यो होइन सबैको ठाउँमा क्वालिटी आउँछ होइन तर मेरो ठाउँमा त्यस्तो क्वालिटी आउँदैन किनभने मैले एन्ड्रोइड फोन युज गरिरहेको छु नि त भिडियो बनाउनको लागि एन्ड्रोइड फोन युज गरिरहेको छ अरू चाहिँ पुरा होइन आइफोन साइफोनबाट युज गर्छ किन म त होइन के छ र मसँग छैन त्यो आइफोन साइफोन केही पनि छैन क्यामेरा केही पनि छैन त्यही भएर मैले चाहिँ एन्ड्रोइड फोन युज गर्छु होइन तपाईँहरूले चाहिँ भिडियो हेर्ने बेला चाहिँ क्वालिटीलाई मेन्टेन गरेर चाहिँ हेरिदिनु होला होइन क्वालिटी बढाउने घटाउने चाहिँ हुन्छ 7-8 हजार एफपिएस क्वालिटीसम्म आउँथ्यो के
र युट्युबमा चाहिँ हाल्दाखेरि कस्तो क्वालिटी गर्दा चाहिँ भिडियो प्ले हुने रहेछ कि मैले पनि अस्ति ट्राई गरेको साथीले भन्दै थियो त्यो त भिडियोमा क्वालिटी भएन भिडियोमा क्वालिटी भएन भन्थ्यो त्यही भएर मैले चाहिँ यस्तो अरू मोबाइलबाट चेक गरेँ साँच्चै क्वालिटी घट्यो लास्टै क्वालिटी घट्ने रहेछ के भयो पनि मैले युट्युबमा हाल्न नजाने हो कि के हो पनि यस्तो तपाईँहरूले जाने हो भने कमेन्टतिर लेखिदिनु होइन कमेन्टतिर भनिदिनु यस्तो यस्तो हालिदिनु भनेर म त्यही फलो गर्छु ट्राई गर्छु होइन लास्टै क्वालिटी घट्ने रहेछ तपाईँले हेर्ने बेला चाहिँ क्वालिटी मेन्टेन गरेर चाहिँ हेरिदिनु होला है त ल त्यति भन्दै आजको लागि चाहिँ टाटा बाई बाई नेक्स्ट भिडियोतिर भेटौँला फेरि अब नेक्स्ट भिडियो कहिले आउँछ त्यो थाहा भएन जतिखेर आयो भने आउनु चाहिँ आउँछ तर कतिखेर आउँछ भनेको थाहा भएन ल अहिलेको लागि यो भिडियोको लागि चाहिँ बाई बाई सबैले टेक केयर होइन च्यानललाई सब्सक्राइब गरिदिनु होला सबैजनालाई जतिसक्दो नयाँ आउनुभएको सबैजनालाई सब्सक्राइब है केही भनेर चाहिँ त्यो बटनहरू थिचिदिनु होला त्यो चाहिँ काम गरिदिनु होला अहिलेको लागि बाई बाई गाइज भेटौँला नेक्स्ट भिडियोमा